This raw material turn into this after first styling. What's up everyone, welcome back to another episode गोर्खा बोन्साई। आज चाहिँ म तपाईहरुलाई जुनिपर बोन्साई कसरी बनाउने भन्ने बारेमा सिकाउन गइरहेको छु। सो भिडियो अन्तिमसम्म हेर्नु होला। यो चाहिँ हाम्रो रॉ मटेरियल, यो चाहिँ हाम्रो फर्स्ट स्टाइलिङ ट्री जुन चाहिँ सोइन साइजमा ट्विन टङ स्टाइलमा डिजाइन गरिएको। सो फ्युचरमा चाहिँ धेरै राम्रो ट्री बन्नेवाला छ। अहिले हामीले जस्ट यसको फर्स्ट स्टाइलिङ वर्क मात्रै गरेको छौं। जुन ब्रान्चहरुको सेटअप फ्युचरमा चाहिँ जब यो फोलिएजहरु राम्रो तरिकाले स्ट्रङ हुन्छ, त्यसपछि यो अझ यो माथिको हेप्याकको भाग राम्रो तरिकाले ग्रोथ हुन्छ, त्यसपछि बेटर बन्छ। बोन्साई एकैचोटी बेटर बन्दैन। सो यो चाहिँ हाम्रो रॉ मटेरियल यानी कि सिम्पाको जुनिपर जुन चाहिँ बोन्साईको फिल्डमा एभरग्रीन ट्री स्पिसिसको पनि बेस्ट भेराइटी सिम्पाको जुनिपर। सो तपाईहरु पनि सिम्पाको जुनिपर पर्चेस गर्नु होला। यो चाहिँ आजभन्दा 1 वर्ष अगाडि नर्सरीबाट पर्चेस गरेर ल्याइएको र ल्याइसकेपछि सुरुमा हाम्रो नर्सरीको मटेरियलहरु चाहिँ अलिकति नर्मल सोइलमा ग्रोथ भएको हुन्छ, जुन चाहिँ प्लास्टिकमा नर्मल गिलो खालको, जसमा चाहिँ कुनै हामी हेर्दाखेरि चाहिँ पानीहरु बढी जम्दिने खालको माटोमा चाहिँ उहाँले रोपेको देख्न सकिन्छ। त्यो मटेरियल ल्याइसकेपछि चाहिँ मैले जाडो टाइममा चाहिँ त्यसको रुटहरुमा ओर गरेको थिए। त्यसपछि मेरो एउटा छुट्टै सोइल जुन चाहिँ चिप्सहरु युज गरेर राखेको सोइलमा चाहिँ प्लान्टेसन गरेको थिए तपाईको गमलामा। समझ रहे हो आप? समझ रहे हो? बोन्साई कुन साइजको बनाउने र फ्युचरको लागि भनेर बनाउने ट्रीहरुमा डिफरेन्ट हुन्छ र यसलाई चाहिँ म आफ्नो सेलिङ प्रोडक्टमा को लागि बनाउँदै छु। सो देख्न सक्नुहुन्छ यसको ट्रङ्क करिब यो अराउन्ड 5 वर्ष 6 वर्ष जति प्लास्टिक कन्टेनरमा ग्रो भएको ट्री हुन सक्छ। यदि फिल्डमा ग्रो भएको भए चाहिँ यसको ट्रङ्क अलिकति ठुलो थिकनेस हुन्थ्यो, तर यो प्लास्टिक कन्टेनरमै ग्रो गरेको कारणले गर्दाखेरि ट्रङ्कहरु त्यति थिकनेस छैन र यो साइज अनुसार यस ट्रङ्कको ब्यालेन्स अनुसार चाहिँ हामीले यसलाई तत्कालै फर्स्ट स्टाइलिङ बेटर बनाउनको लागि चाहिँ मेरो सोचाइमा चाहिँ म यसलाई मेमे साइजको ट्री बनाउन चाहन्छु। अराउन्ड 6 इन्चेस भन्दा कम हाइटको ट्रीज देख्न सक्नुहुन्छ। यो चाहिँ यसको यो पोइन्ट हामीले अहिले यसलाई बेन्ड गर्न पनि सकिदैन, एकदम स्ट्रङ छ। सो यसलाई म त्यति बेन्ड गर्दिन, अलिकति मोमेन्ट चाहिँ दिन सक्छु र यसको केही ब्रान्चहरु छनौट गरेर यसलाई चाहिँ वायरिङ गर्छु। सो भिडियो अन्तिमसम्म हेर्नु होला र अब हामी कुरा गरौँ एकचोटी म तपाईहरुलाई नजिकबाट यो ओके। सो गाइस, यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मेन ट्रङ्क भयो र यसको ट्रङ्कको बेस्ट पार्ट भनेको यति नै, जुन हाम्रो साइज अनुसार चाहिँ सो मेमे साइज बनाउनको लागि चाहिँ यो पार्ट एकदम इन्ट्रेस्टिङ पार्ट। र हामी फर्स्ट ब्रान्च जुन देखिराख्नु भएको छ यो सानो एउटा ब्रान्च छ, यो ब्रान्चलाई लिन्छौँ अनि त्यसपछि यो ब्रान्चलाई लिन्छौँ र यो पार्ट देखिराख्नु भएको छ यो ब्रान्च चाहिँ हामी यसलाई जिन फिचरमा चाहिँ डिजाइन गर्छौँ। यो टोटली यो फोलिएजहरु चाहिँ रिमुभ गर्छ र हामी ब्याकमा पनि ब्रान्च अलरेडी छ जुन यो पोइन्ट देखिराख्नु भएको छ। यसले चाहिँ तपाईको एप्याकको भाग कम्प्लिट गर्छ। सो फर्स्ट स्टेप आई अलवेज थिङ्किङ अबाउट अनवान्टेड ब्रान्चेस टु मेकिङ जिन फिचर्स। हामीले जिन फिचरहरू आफ्नो ट्रीमा एड गर्नुभयो भने तपाईहरूको ट्री अझ बेटर देखिन्छ। सो तपाईहरू पनि जिन फिचर एड गर्न सक्नुहुनेछ। अब चाहिँ म यसको बार्कहरू रिमुभ गर्न जाँदैछु। बार्कहरू रिमुभ गर्नलाई तपाईहरूलाई पेपर कटर अनि त्यसपछि रुदी भ्यानको आवश्यक पर्छ। बार्क रिमुभ गरिसकेपछि तपाईहरूले खासले सफा पनि गर्न सक्नुहुनेछ। जिन फिचरको टुप्पोमा तपाईहरूले काटेको ठाउँमा थोरै क्र्याक पनि गर्नुपर्ने हुन्छ नेचुरल बनाउनको लागि। सो रिजल्ट देख्न सक्नुहुनेछ। सो यसको जुन यो देखिराख्नु भएको छ हामीले बार्कहरू पनि रिमुभ गर्यौं। त्यसपछि अलिकति नेचुरलिस्टिक बनाउनको लागि यो जुन पोइन्ट देखिराख्नु भएको छ यहाँनिर थोरै बार्कलाई छिलेर यहाँनिरको पोइन्ट अलिकति नेचरले बनाए जस्तो पनि बनायो। यसमा अझ राम्रो तरिका अलिकति ठुलो यो जुन ब्रान्च भइदिएको भए अझ धेरै आर्टहरु गर्न सकिन्थ्यो। अहिले चाहिँ यो सानो जिन फिचर भएको कारणले गर्दाखेरि र यसको लागि यसको लागि चाहिँ राम्रो इक्विपमेन्ट छैन। जस्ट यसलाई चाहिँ हामी यतिकै छोड्छौं। अब चाहिँ हामी वायरिङ गर्छौं। वायरिङ चाहिँ बोन्साई फिल्डमा एकदम धेरै महत्त्वपूर्ण छ। हामी प्रत्येक जुन मेन ट्रङ्क अनि ब्रान्चहरु सबमा वायर गर्छौं। वायर गरिसकेपछि यसलाई चाहिँ एउटा बेटर पोजिसनमा राख्छौं। सो भिडियो अन्तिमसम्म हेर्नु होला। ओके लेट्स स्टार्ट। अनि वायर पनि हामीले ब्रान्च अनुसार ट्रङ्क अनुसार चाहिँ
छनौट गर्न जानुपर्ने हुन्छ। जस्तै यो ट्रङ्क देखिराख्नु भएको छ, ट्रङ्कमा अलिकति मोटो खालको वायर युज गर्नुपर्ने हुन्छ थोरै यो जुन ट्रङ्कको मोमेन्टहरू क्रिएट गर्नको लागि। अनि यो ब्रान्चमा थोरै त्यही अनुसार सानो वायरहरू युज गरिन्छ। ओके, को जरा सबर करो। सिंगल वायर गरिसकेको छ र अब चाहिँ म फर्स्ट सेकेन्डरी ब्रान्चहरुमा वायर गर्नुभन्दा अगाडि चाहिँ यो जुन मेन ट्रङ्क छ यो ट्रङ्कलाई थोरै ट्विस्टेड गर्छु कम्प्याक्ट, अझ जुन यो ट्रङ्कको ब्यालेन्स अनुसार चाहिँ कम्प्याक्ट गर्नको लागि। सो तपाईहरुले ट्विस्टेड गर्नको लागि जिन प्यालर पनि युज गर्न सक्नुहुन्छ या तपाईहरु आफ्नो हातले पनि ट्विस्टेड गर्न सक्नुहुन्छ, कम्प्याक्ट गर्न सक्नुहुन्छ। र अब चाहिँ म कम्प्याक्ट गरिसकेपछि सेकेन्डरी ब्रान्चमा वायर गर्छु। जुन यो ब्रान्च देखिराख्नु भएको छ, अब यहाँ हामी चाहिँ दुईटा ब्रान्चमा वायर गर्छौँ र ब्रान्चमा वायर गर्नु कसरी भन्दाखेरि तपाईले अब हामी फर्स्ट यो ब्रान्च देखिराख्नु भएको छ यसमा वायर गर्छौँ। यसमा वायर गर्नको लागि हामी यो जिम फिचरको सहारा लिन्छौँ। वायर पनि एकदम राम्रो तरिकाले गर्यो भने आफ्नो फर्स्ट स्टाइलिङ ट्री बेटर देखिन्छ। सो लेट्स स्टार्ट। गाइस वायरिङ काम कम्प्लिट भइसकेको छ। सो देख्न सक्नुहुन्छ यो ब्रान्चलाई चाहिँ छोडेको छु किनभने यसको ब्यालेन्स अनुसार चाहिँ मैले यहाँ यो जुन ब्रान्च चाहिँ म रिमुभ गर्छु। सो देख्न सक्नुहुन्छ अब चाहिँ म यसको जुन ब्रान्चहरूलाई एउटा पोजिसनमा राख्छु। सो तपाईहरु कस्तो देखिन्छ भिडियो अन्तिमसम्म हेर्नु होला। र अहिले चाहिँ हामीले पोजिसनमा राखेको छैनौँ र अब चाहिँ म एउटा बेटर पोजिसनमा राख्न गइरहेको छु। जतिजना अहिले हेर्दै हुनुहुन्छ सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला, तपाईहरु पनि बोन्साई बनाउन सिक्नु होला। र हाम्रो अबको नेक्स्ट अहिले त हाम्रो प्लान्टिङमा थोरै यता झुकेको छ, अबको थोरै अर्को नेक्स्ट उसमा चाहिँ प्लान्टिङमा चाहिँ हामी यो तरिकाले तपाईहरुलाई शो गर्नेछौँ। र अब चाहिँ म फर्स्ट यो चाहिँ ब्रान्च म रिमुभ गरिदिन्छु। ओके, यसलाई पनि हामी जिनमा एड गर्न सकिन्छ। फाइनली फर्स्ट स्टाइलिङ और कम्प्लिट भइसकेको छ। सो देख्न सक्नुहुन्छ हाम्रो बिफोर पिक्चर पनि तपाईहरुलाई देखाउँदैछु। र आफ्टर फर्स्ट स्टाइलिङ पछि चाहिँ कस्तो भयो भन्ने कुराहरु यदि राम्रो लाग्यो भने चाहिँ च्यानल सब्स्क्राइब गर्नु होला। देख्न सक्नुहुन्छ फर्स्ट ब्रान्च अनि ब्याक ब्रान्च पनि देख्न सक्नुहुनेछ। यहाँनिरबाट जिम फिचर पनि यसमा एड गरेको छ। आई होप अझ फ्युचरमा अझ यो एकदम नेचुरल भइसकेपछि अझ राम्रो नेचुरल लुक आउनेछ। यदि यो भिडियो अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ च्यानल सब्स्क्राइब गर्नु होला, सपोर्ट गर्नु होला नेपालमा बोन्साईको विकास गर्नको लागि। सो देख्न सक्नुहुनेछ अझ अहिले यस्तो छ तर फ्युचरमा अझ बेटर बन्दै जानेछ। ओके, सी यू इन द नेक्स्ट भिडियोज। सब्स्क्राइब गर्नु होला, च्यानल सब्स्क्राइब गर्नु होला, सपोर्ट गर्नु होला, तपाईहरु पनि बोन्साई बनाउन सिक्नु होला भन्दै आजको भिडियो एन्डिङ गर्न चाहन्छु। बाइ बाइ, चाओ चाओ, टेक केयर।